सम्पूर्ण नमस्कार, म राजकुमार तामाङ। म चाहिँ कन्स्ट्रक्सन वर्कर टिम फेसबुक पेज र कन्स्ट्रक्सन वर्कर टिम युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारणमा आइरहेको हुन्छु। हामीले चाहिँ अहिलेसम्म कन्स्ट्रक्सन सम्बन्धी सम्पूर्ण कामहरूको खोजी गरेर कामहरू दिलाउँदै मान्छेहरू पठाइरहेको छौँ। यदि तपाईँहरू कोही पनि कन्स्ट्रक्सन फिल्डमा आबद्ध हुनुहुन्छ भने हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा जोडिएर बस्न सक्नुहुनेछ। आज पनि म एउटा भ्याकेन्सी लिएर उपस्थित भएको छु। आजको भ्याकेन्सीमा चाहिँ एलएस निर्माण सेवा प्रणालीको लागि चाहिँ मेरो भिडियोको पछाडि देखेको जस्तै मिसिन ब्याकलोडर स्कट्स कम्पनीको चाहिँ अपरेटर आवश्यकता परेको हुँदाखेरि हामीलाई भ्याकेन्सी अपडेट भइसकेको छ। यदि तपाईँहरू कोही पनि इच्छुक हुनुहुन्छ र तपाईँहरूसँग 2-3 वर्षको अनुभव बटुल्नु भएको छ र तपाईँहरूसँग लाइसेन्स छ भने चाहिँ हामीलाई सम्झाउन सक्नुहुनेछ। उहाँले दिन सक्नुहुने सेवा सुविधा भनेको चाहिँ प्रत्येक महिनाको 10,000 रुपियाँ सेलेरी र काम भएको प्रति घन्टा चाहिँ 200 रुपियाँ भत्ता दिन्छौँ भनेर भन्नुभएको छ। यदि तपाईँहरू उहाँले दिनुभएको सेवा सुविधामा चाहिँ आधारित रहेर काम गर्न इच्छुक हुनुहुन्छ भने चाहिँ हामीलाई सम्झिन सक्नुहुनेछ। हामीलाई सम्पर्क गर्नको लागि चाहिँ तपाईँले कमेन्ट गर्नुभयो भने पनि हामी कमेन्टको आधारमा तपाईँलाई मेसेज रिप्लाई गर्नेछौँ। अथवा हाम्रो सेम नामको कन्स्ट्रक्सन वर्कर टिम फेसबुक पेज छ, त्यहाँ गएर व्हाट्सएप, इमेल, म्यासेज जे पनि गर्न सक्नुहुनेछ। विशेष गरेर हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा जोडिएर बस्नुहुनेहरूलाई हामी प्राथमिकता दिनेछौँ। साथमा हामीलाई अर्को भ्याकेन्सी पनि भेटाएको छ। मैले त्यसलाई पनि यसमै जोड्न चाहेँ। यदि तपाईँहरू कोही पनि भवन सम्बन्धी बिल्डिङ सम्बन्धी काम गर्दै आउनुभएको छ भने चाहिँ बिल्डिङ मार्फत स्क्वायर मिटर अनुसार काम गर्नको लागि चाहिँ पेड फिगर चाहियो भनेर हामीलाई भ्याकेन्सीहरू आइसकेको छ। यदि तपाईँहरू कोही पनि खाली हुनुहुन्छ र बिल्डिङ सम्बन्धी काम गर्दै आउनुभएको छ भने चाहिँ तपाईँहरूले स्क्वायर मिटर अनुसारको काम गर्नु चाहनुहुन्छ भने चाहिँ इँटा जोड्ने, प्लास्टर, डन्डीफोर्मा लगायत कोरा मसिना र बिल्डिङको सम्पूर्ण कामहरू चाहिँ स्क्वायर मिटर अनुसार लिएर गर्न सक्नुहुनेछ। यदि तपाईँहरू कोही पनि खाली हुनुहुन्छ र त्यस्तो कामहरू गर्दै आउनुभएको छ भने चाहिँ हामीलाई सम्झिनु होला। हामीलाई त्यो भ्याकेन्सी पनि अपडेट भइसकेको छ। उहाँहरूले चाहिँ रेटहरू चाहिँ मिलाएर आपसी समझदारीमा चाहिँ राम्रै रेट दिने भन्नुभएको छ। बिल्डिङको कामको लागि तपाईँहरूले नलेज बटुल्नु भएको छ र बिल्डिङको काम आएदेखि जान्थ्यौँ भनेर सोचिरहनु भएको छ भने चाहिँ तुरुन्तै हामीलाई अलिक इमर्जेन्सी नै चाहिएको हुँदाखेरि सम्झिनुहोस्। हामीलाई सम्झनको लागि मैले अघि पनि भनिहालेँ, हाम्रो कन्स्ट्रक्सन वर्कर टिम फेसबुक पेज मार्फत व्हाट्सएप, म्यासेज, इमेल जे पनि गर्न सक्नुहुनेछ। हामी तपाईँहरूको म्यासेज, कमेन्टको आधारमा म्यासेजहरू हेरेर चाहिँ सेलेक्ट गरेर पठाउने गर्दै आइरहेको छौँ। र तपाईँहरू जो पनि अलिक धेरै चाँडो म्यासेज र कमेन्टहरू गर्नुहुन्छ, हाम्रो भिडियोहरू सेयर गरिदिनुहुन्छ, हाम्रो भिडियोहरूमा लाइक गरिदिनुहुन्छ, उहाँहरूलाई विशेष प्रायोरिटी दिइनेछ। र अन्तिममा तपाईँहरू जति पनि जना अहिलेसम्म हाम्रो युट्युब च्यानल र फेसबुक पेजलाई सपोर्ट गर्दै आउनुभएको छ, तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। र यदि कोही पनि नयाँ भ्युअरहरू जोडिनु भएको छ भने हाम्रो युट्युब च्यानललाई चाहिँ एक-एकवटा सब्सक्राइब गरेर सपोर्ट गरिदिनु हुनको लागि अनुरोध गर्दछु। हस्त धन्यवाद। नमस्ते।